आदरणीय दर्शकबिन नमस्कार अनि स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ नेपाल चौतारी मिडिया। म अर्को नयाँ भिडियो श्रृङ्खला लिएर उपस्थित भइसकेको छु। आजको यो भिडियो श्रृङ्खलामा बङ्गुरमा फैलिएको नयाँ रोग PRRS के हो, कसरी सर्छ र किसानले कसरी सुरक्षा अपनाउने भन्ने जानकारी लिएर आएको छु। कृपया भिडियोलाई लाइक, सेयर र कमेन्ट गरिदिनुहोला र यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन दबाइदिनुहोला। आउनुहोस् सुरु गरौँ आजको जानकारीमूलक भिडियो। PRRS बङ्गुरमा एउटा भाइरसको कारणले लाग्ने रोग हो, जसले मूलतः प्रजनन प्रणाली र श्वास प्रश्वास प्रणालीमा असर गर्दछ। यो रोग सबै उमेर समूहको बङ्गुरमा देखिन्छ। मुख्यतः माउ बङ्गुरमा र कहिलेकाहीँ वीरमा समेत प्रजनन क्षमता ह्रास गराउँदछ। त्यसै गरी सानो उमेरका बङ्गुरमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्छ। कहिलेकाहीँ यी दुवै समस्या एकसाथ देखा पर्छन्। एउटा सङ्क्रमित बङ्गुरमा यो रोग 60 दिनभन्दा बढी समयसम्म सक्रिय अवस्थामा रहन सक्छ। रोगी बङ्गुरको सिगान, पिसाब, वीर्य, दुध र दिशामा यो भाइरस हुन्छ, जसबाट यो रोग एउटाबाट अर्को बङ्गुरमा सजिलै सर्न सक्छ। वयस्क बङ्गुरमा मृत्युदर 20% हुन्छ भने पाठापाठीमा 30 देखि 100% पनि हुन सक्छ। यो रोग लाग्दा निम्न लक्षण देखा पर्छन्। नम्बर 1, भोक नलाग्ने, बान्ता आउने र आलस्यता हुने। नम्बर 2, ज्वरो आउने। नम्बर 3, श्वास प्रश्वासमा कठिनाइ हुने। नम्बर 4, केही समयको लागि कान, पेट र सुत निलो हुने। नम्बर 5, माउले भाले नखोज्ने, भाले खोजी पनि बच्चा नबस्ने। नम्बर 6, गर्भ तुहिने, गर्भावस्था पुरा नहुँदै ब्याउने र मरेको पाठापाठी जन्मिने। नम्बर 7, पाठापाठी कमजोर हुने र मृत्युदर बढ्ने हुन्छ। यो रोगको रोकथाम र उपचार विधि। विशेषतः भाइरसको कारणबाट लाग्ने हुनाले यो रोगको उपयुक्त उपचार विधि हुँदैन। पशु चिकित्सकको परामर्शमा सेकेन्डरी इन्फेक्सनबाट बचाउन पाठापाठी जन्माएको तेस्रो, 7औं र 14औं दिनमा लामो समयसम्म काम गर्ने अक्सिटेट्रासाइक्लिन एन्टिबायोटिक दिन सकिन्छ। त्यस्तै खोरको जैविक सुरक्षामा विशेष ध्यान दिनुपर्छ। रोग देखिएको 8 महिनासम्म त्यो फार्ममा नयाँ बङ्गुर प्रवेश नगराउँदा भाइरस बिस्तारै निष्क्रिय हुँदै जान्छ। उपलब्ध भएसम्म खोपको प्रयोग गर्नु सबैभन्दा बुद्धिमानी हुन्छ। नेपालमा पनि यो रोग फैलिरहेको हुँदा जैविक सुरक्षामा विशेष ध्यान दिनु अपरिहार्य छ। यसका लागि खोरभित्र र वरपर डिसइन्फेक्टेन्ट स्प्रे गर्न सकिन्छ भने खोर बाहिर गेटमा, फार्म प्रवेश गर्ने गाडीमा व्हील डिप तथा फुट डिप बनाउन सकिन्छ। आदरणीय दर्शकबिन, यो भिडियोमा यति नै जानकारी। भिडियो कस्तो लाग्यो कृपया लाइक, सेयर र कमेन्ट गरिदिनुहोला र नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन दबाइदिनुहोला। आदरणीय दर्शकबिन, यस्तै जानकारीमूलक भिडियो लिएर अर्को नयाँ भिडियो श्रृङ्खलामा उपस्थित हुनेछु। हवस् त, स्टे सेफ, स्टे हेल्दी।